यो बेड त लाचक्कै पो हुने रहेछ त रहेछ नि झ्याप्प बसेको त यहाँनिर तयारी हुँदैछ बहिनीहरू 70 केजी अहिले बिहानको 4 बजेको छ रेडी गरिरहेछु हाई एभ्रिवान सेवारो स्वागत छ हजुरहरूलाई फेरि पनि कुसाङ मोमुले राई भ्लगमा साथीहरू आज चाहिँ मैले फेरि हजुरहरूको सामु पार्ट 2 भिडियो लिएर आइसकेको छु हजुरहरूले पार्ट 1 तिनजुरेको भिडियो त हेर्नुभयो होला यदि हेर्नुभएको छैन भने पक्कै गएर हेरिदिनु होला अनि हामी चाहिँ सबैजना रेडी भएर गाडीमा चढ्दैछौँ साथीहरू हामी चाहिँ यो बसन्तपुरको तरेमा होटेलमा चाहिँ बास बसेको थियौँ अनि हामी यहाँबाट बिदा लिएर बसन्तपुरकै याक होटेलमा हाम्रो खानपिन रहेको छ आजको डे चाहिँ अनि हामी त्यतातिर तर्फ लाग्दैछौँ साथीहरू भिडियोलाई चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला अहिले याक होटेलमा बसन्तपुरको याक होटेलमा खाजा खानु लागिरहेको छौँ बस्नु चाहिँ हामी यहाँ बस्नु भन्दै थियौँ तर यतातिर दिदीले लानुभयो तर यस्तो रहेछ है हेर्नु धेरै व्यवस्थित रहेछ धनकुटामा यस्तो रहेछ आम्मा भाइहरू अघि तन के हो रे यहाँ कुहिरो लागेर केही देखिँदैन नभए कस्तो राम्रो देखिन्थ्यो होला ल तपाईहरुलाई कुनसाङ भ्लगमा एकदमै स्वागत छ मर्निङ टाइम भोलिपल्टको आजको हाम्रो फेरि तयारी आज चाहिँ हामी कहाँ जाँदैछौँ भने चोटलुङ पार्क र अनि चोलुङ पार्क जाउँ अनि यो सकेर आएर फेरि हिजोकै लुगा लाउनु अनि त्यसले गर्दाखेरि यहाँ अहिले चोलुङ पार्क गएर एउटा खिचेर आउँ अनि त्यहाँदेखि अर्को लुगा फेरेर माथि जाउँ ल माथि एन्डिङ गरौँ अनि माथिबाट यतै त्यतै जाउँ देखाइदिनु हाम्रो डाइरेक्टर साहब यहाँ मेरो भ्लगमा आउनुहुन्छ वेलकम छ है कुसाङ भ्लगमा तपाईँलाई सबैजनालाई चिया कफी ल्याइदिन्छु तर म चाहिँ लिँदिनँ होइन अब यहाँ छ फेभरेट चाहिँ हो मेरो तर मर्निङ टाइममा लिँदिनँ पानी मात्रै लिँदिनँ दर्शकहरूलाई चाहिँ पानी देखाएर भरे आफू मात्रै कफी खाने ल होइन मनपर्छ मलाई तर खाने के त्यो खाली पेटमा खाँदिनँ यहाँबाट सबैलाई खुवाइदिन्छु तर यस्तो चाहिँ अहिले बिग्रेको छ लुङ्गाहरूले चाहिँ कफी पिउँदै हुनुहुन्छ ढुङ्ग्रो बुलकी खोलेर यसरी गाह्रो छ बिजनेस त त्यसै हुँदैन नि त अब त्यसै चोटलुङ पार्कमा पालमको सुटिङ गर्नु भनेर आएको हेर्नु न कुहिरो अब यो कुहिरो कहिले खुल्छ यहाँ खुलिजा भनेर यहाँ सेवा पनि गर्दै हुनुहुन्छ हाम्रो डाइरेक्टर साहबले लु सेवारो आज त राम्रो होस् है मौसम ल जमाए कताबाट आउने हामी चाहिँ जाँदै गरौँ कुकुरले पनि साथ दिँदैछ ल ए यस्तो छ है हेर्नु है हाम्रो मोडलहरू आजको पालमको म चाहिँ लड्छु होला अनि लु हेर्नुहोस् के अरे चोटलुङ पार्कमा त कुहिरोले ढाक्यो पुरै भइरहेको छ हेर्नु न यो कस्तो राम्रो सिनहरू देखिन्थ्यो होइन अहिले कुहिरोले चाहिँ ढ्याम्मै ढाकेको छ यसरी ढ्याप्पै अनि मेरो साथी अब के गर्नु यस्तो छ है साथीहरू आज साथ बेला त कुहिरोले साथ बेला जस्तो त लागेन मलाई अब यहाँनिर त एकदम धेरै गुराँसहरू फुल्थ्यो अहिले गुराँस छैन हेर्नु न
सकेछ गुराँस फुलिसक्यो गायकहरू मैले त यो सुनेको छु Asyik face ma jati मैं तुम यो yang thak thak बाबु साथीहरू फेरि आज हामी यहाँ चोकलुङ पार्कमा आइसकेको छौँ तर यहाँनिर हेर्नु न कुहिरोले एकदम धेरै डिस्टर्ब गरिरहेको छ र पनि हाम्रो यहाँ कलाकारहरू चाहिँ एकदम धेरै एक्टिभ हुनुहुन्छ आजको सुटिङको लागि अब भगवान्सँग प्रार्थना छ कुहिरो छिट्टो फुल्दै जाओस् हामी सुटिङ गर्नु पाइहाल्यो छिट्टो चाँडो भन्न चाँडो अनि घर पनि छिटो जानु पाऊँ बिचरा भिडियो गर्ने भाइ कामे गएर नि फेरि कुहिरो आजको भिडियो कस्तो हुन्छ होला है कुहिरोले ढ्याप्पै छेकेको छ हेर्नु न यता हुनुहुन्छ हाम्रो यहाँ चाहिँ म पहिला आएर फोटो खिचेको थिएँ सुटिङ मौसम हेरेर आउनुपर्छ नि सुटिङ गर्नेहरू पनि सुरु भयो हाम्रो पार्कमा यहाँनिर राम्रो मौसम भइरहेछ लु दिइहाल्ने हो बल्ल मौसम खुलेको छ लु है अलिक राम्रो खुलेको छ गरिहालौँ फास्ट हारा चोके हारा चोके बल्ल अलिअलि मौसम खुल्यो हेर्नु न चोकलुङ पार्कमा घुम्नहरू पनि आइराख्नु भएको छ मान्छेहरू एकैछिन कुहिरो लागिहाल्छ कि सेवाएर गर्ने एक्सन यतिको ठिकै हुन्छ अलिअलि जिगज्याग केही हुँदैन हुन्छ यतिकै हुन्छ होइन हुन्छ हुन्छ यतिको हात पक्रिराख्नु अनि हल्लिने लेन्जिङ चाहिँ एकदम मिलाउनु पर्यो है यता हो नि यता 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 एक्सन यहाँ चाहिँ हाम्रो चाहिँ त्यो सेवारो गर्नु नमिलेर चाहिँ है फेरि गराएको Camera action roll. हेर्नु है अब हेर्नु अब म देखाइदिइहाल्छु नि तपाईँहरूलाई यस्तो छुच्चा छ क्या यो घोडाहरू भेट भयो भेट भयो अब हेर्नु यहाँ बादशाह यिनीहरू अघि पनि यहीँ भेट भयो लात्तीले हान्छ अम्ताकोहरू छ यिनीहरू हेर्नु यो 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 छुच्चा रहेछ क्या यो खेताउँछ क्या उसले घन्टीवाला चाहिँ डेन्जर छ यो लात्तीले हान्छ आइज आइज एक सर्ट हान्यो भने आइज 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 घोडाले त देख्नुभयो नि गाइज मैले आइज भन्दा छेउमा गएको मलाई सानो खेदाएन अनि त्यसै यो घोडाले कुटै खाएको हो त म तपाईँलाई त्यसै देखाइदिँदैछु यहाँनिर हेर्नु यहाँ अब बात छ हेर्नु है नसक्नुको घोडा रहेछ क्या आइज आइज भन्दा गएको त उही खेदा आयो भाइ मुखले पनि कस्तो आवाज ठ्याक्कै हेर्नु आमा ल हेर आमा सघाउ सघाउ नानीहरू यता होइन आवाज चाहिँ कसरी निकाल्नु भयो यो ओभर कमेडी क्या ओभर हँसिलो रसिलो फसिलो हुनुहुँदो रहेछ तपाईँ एकदमै
हाम्रो भेनाजु चाहिँ एकदमै रमाइलो हुनुहुँदो रहेछ रमाइलो एकदमै रमाइलो यतिको मान्छे चाहिन्छ सुटिङको बेलामा नभए अल्छी लाग्छ भेना उयो घोडामा चढाउँ होला हौ तपाईँलाई लड्दैन हो लड्नुहुन्न मलाई गाह्रो छ अब धान पो नाच्नु पर्छ हाम्रो ल नाच्नु हे अनि आमा के को छाला है यो खै छामु तातो पो हुन्छ होला हौ सुँगुरको यो के रे मृग हाम्रो त पानी परेर फेरि यहाँनिर बसेको छौँ मौसमले साथ नदिएर पानी परेर सिर पानी परिहाल्यो पानी परे पनि छोड्नेवाला छैन न पर धान नाच्नेहरू कति रस दिन्छ भने नि हाम्रो दिदीहरू चाहिँ बिचारा पानी परेर यहाँ नानीहरू एकछिन बसेको हेर्नु न चोतलुङ पार्कको अहिले म्युजिक भिडियो सकिसकेपछि चाहिँ अनि यहाँ मौसम चाहिँ हेर्नु न यस्तो क्लियर भाइ कहाँ छ भाइ पछाडिबाट दिने हो तिमीले पछाडिबाट खिचिदेऊ न हामीलाई हामी जाँदै गरेको त्यही छ आफै काट्नु पऱ्यो हेर्नु न साथीहरू अब हामी यो सक्ने सुटिङ सक्ने बित्तिकै चाहिँ मौसम यति धेरै क्लियर भयो होइन अब हामी कहाँ जाँदैछौँ हामी भेटार अब तपाईँलाई हामी भेटार होइन भेटार हो गुराँस फुलेको ठाउँमा होला होइन अब त्यो खोलियो भने मात्रै त्यता हो खोलेन भने भेटार त्यही त अब हामी फेरि साथीहरू गुराँस फुलेको ठाउँमा जाँदैछौँ है तपाईँहरू भिडियो चाहिँ अन्त्यसम्म हेर्दै गर्नु होला अझै बाँकी नै छ अघि यति क्लियर भएको भए यसरी एकदमै राम्रो हुन्थ्यो एकचोटि म क्यामेरा घुमाइदिएर हेर्छु है सर हाम्रो ड्रोन उडाइ खोइ त ड्रोन उडाएन नि त किन अघि मौसम त्यस्तो थिएन नि त भयो इन्डिङ त अब हामी चाहिँ अब चोतलुङ पार्कबाट सिधै गुराँसको तल फेर्दै होइन कुन ठाउँ पो त्यो हिजोको त्यहाँ जाँदैछौँ मौसमले कतिको साथ दिन्छ यता हुनुहुन्छ हाम्रो भिडियोग्राफर भाइहरू लागेको है फेरि भिडियो चाहिँ अन्त्यसम्म हेर्दै गर्नु होला अझ बाँकी नै छ लगाइ जब हामी चाहिँ हेर्नु न साथीहरू यहाँनिर आएको छौँ लास्ट सुट रहन्छ यहाँ हाम्रो पालमको अनि यो ठाउँ गुराँसको राजधानी यहाँनिर आएको छौँ हामी अघि गइसक्नुभयो दिदीहरू म चाहिँ जाँदैछु पालम अघि बाटोमा भेट्यो बाटोमा पालम मुनिहरू खतरा छ लिम्बूहरू खतरा छ जता भेट्यो त्यतै नाच्नु थालिहाल्छ न हेर्नु न नाचिहाल्नु भएको ल नछोड्ने हो भेना नछोड्ने हो सालीहरूलाई कति ल ल राम्ररी नाचेर आउनु है त्यता जाँदै गर्छु रुखेन आहा मलाई यहाँ आउनु मन लागिरहेको थियो ठ्याक्कै यहाँ ल कस्तो मौसम किल्ला ए छिटो आउनु अहिले फेरि यो पनि उग्रिँदैन हारा हारा पेगे कन फेरि राम्रो त्यो माथि उग्रिँदा अझै राम्रो हुन्छ त्यो माथि गुराँसको राजधानीमा आएर
भिडियो गरिहाल्छु अब एक दुईवटा हुन्छ कस्तो राम्रो आएको यता चाहिँ साथीहरू हाम्रो सुटिङ हुँदैछ मौसमले एकदम साथ दिइरहेछ अहिले चाहिँ हाल अनि म चाहिँ भिडियो खिच्ने मान्छे यो थग 1 को सुटिङ हुँदैछ सुटिङमा चाहिँ हाम्रो मेकअप म्यान बहिनीले अब त्यो कता के कस्तो मिलाइदिँदै हुनुहुन्छ यतापट्टि क्लियर आउँदो रहेछ अझै व्हाइट कलर चाहिँ कतिवटा कलर चाहिँ एउटा दुईटा तिनवटा तीन चारवटा कलर चाहिँ हामीले यहीँनिर देख्यौँ है उयासको राजधानीमा म चाहिँ यस्तै हो हेर्नु साथी एकछिन भिडियो गऱ्यो होइन अन्त फेरि ज्याकेट नलगाएर अन्त सकिँदैन फेरि बस्न यस्तो जाडो छ क्या ल मलाई चाहिँ दिदीले एकदमै उसोमा पानीमा खिच्नु लाउँदै हुनुहुन्छ कलरले त हो सुतेर खिच्नु ल तपाईँलाई म ज्याकेट दिँदा ल पोज ल एउटा पोज त्यही गर्नु अब हात बान्नु हाम्रो दिदीलाई कति थरीको आउँछ नि फेरि पोज भने अरे बाबा मैले कहाँ पो बनाइदियो होला है भिडियो गरेर यहाँ सुटिङ गर्ने कहाँ त के हुनु नयाँ हुन्छ अनुभव हुन्छ सम्झना हुन्छ तिमीलाई एकजना अम्बुले दिदी हुनुहुन्थ्यो भिडियो खिच्नु लगाएर कुनसाङ दिदी हो नि त नाम जस्तै हुनुहुन्छ उहाँ भिडियो खिच्नु लगाएर मलाई हैरान बनायो भन्नु ल हुन्छ भनेर चाहिँ भन्दिनँ म होइन हाम्रो सिटिङ छ धन्यवाद भाइ आज तिमीले मलाई यति धेरै भिडियो गरिदियो त्यसको लागि मुरी धन्यवाद तिमीलाई वेलकम साथीहरू यस्तो हुस्सो लागिरहेछ आई थिङ्क आजको कार्यक्रम यहीँनिर इन्डिङ हुन्छ होला र मेरो भिडियो हेरेर इन्जोय गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धन्यवाद कति एक्टिभ हाम्रो तरेमाहरू कति एक्टिभ हौ हेर्नु न यहाँ सुटिङ हुस्सुले गर्दा रोकिएर पनि हा गरेको गरे हुनुहुन्छ भेना के भयो ओसियो स्वर तरिका भेनालाई उज्यालो बनाइदिन्छु हौ म ल हेर न आकी कति राम्रो पछि थप्ने रेडी हो साथीहरू हिजोदेखिको लिएको पालङ सुटिङको कार्यक्रम आज इन्डिङ हुँदैछ यहाँ 3 बुन पोखरी भन्छ के भन्छ पोखरीको नाम गार्डनमा सकिँदैछ यहाँ लुङ्गाहरू
राम्रै भयो मौसमले साथ दियो अनि हाम्रो भिडियो हेरेर धेरै धेरै धन्यवाद अन्त्यसम्म हेरिदिनु भएकोमा भिडियो छ